मेरो नाम झुमा चौधरी हो। वार्ड नम्बर 2 खुन्नाबारी मिलन चोकमा बस्छु। अनि खेतीपातीको यही खेतीपाती गर्छु आफैले नै। खेती किसानी मैले 12 वर्ष भयो यो जग्गा जमिनमा गर्न थालेको। मेरो बारीमा धान फल्छ, अनि मकै फल्छ, खुर्सानीहरू, अदुवा बेसार आफैले फलाइराखेको छु। मल कसरी बनाउनु, यहाँ बाली कसरी मलाई पनि केही थाहा थिएन। यो खेतमा पहिले वस्तुहरू थिएन हाम्रो। नहुँदा चाहिँ त्यतिकै जोतेर धान रोप्थ्यौँ, तर धान धेरै फल्दैन थियो त्यतिखेर। 10 कट्ठा खेतमा 12 मन धान फल्थ्यो। हल गोरु पालेँ मैले। हल गोरु पालेर त्यहाँदेखि मैले मल बनाउन थालेँ। मल बनाउन सुरु गरेदेखि अनि यहाँ मल लाउन थालेँ मैले जमिनमा। अनि त धान त्यो वर्ष अलि धेरै फल्यो, अर्को वर्ष अलि धेरै मल बनाउन थाल्यो, अलि धेरै फल्यो। अनि त्यस्तो गर्दा गर्दा यहाँको अहिले लगभग 30 मन जति फल्छ यो खेतमा धान। मलको बारेमा चाहिँ भन्नुपर्दा यो घाँसहरू दिन्छौँ हामी भैँसीलाई। खाने जति खान्छ, नखाने त्यही भुइँमै ओछ्याइदिने गरेको छु। दिसा पिसाब गर्छ भैँसीले, अनि त्यही मललाई बाहिर निकाल्छौँ। निकालेर धेरै भेला पारेर तिरपालले छोप्छौँ। महिना 1.5 महिना जति तिरपालले छोपेर त्यसलाई फेरि पल्टाउनु पर्छ। पल्टाएर त्यस्तो गऱ्यो भने मल छिट्टो बनिन्छ, अनि मल फुरुरु राम्रो पनि बनिन्छ। अब आलु रोप्दा हामी टन्नै लाउँछौँ आलुबारीमा मल। त्यो मलले अहिले मकैलाई पनि काम गर्छ, त्यसमा मल लाउनु पर्दैन। अब हामी यो मकैमा मल हालेको छौँ, यही मलले धानलाई समेत काम गर्छ। अरू मल राम्रो हुँदैन, त्यो के हालेको हुन्छ अरे त्यसले माटो बिगार्छ। अनि त्यो मल हामी गर्दैनौँ। धेरै जस्तो गोबरै मल प्रयोग गर्छौँ। मलहरू हामी धेरै लाएको ठाउँमा राम्रो माटो फुरुरु हुन्छ, अलिअलि त्यो चिसो भइबस्छ। अलि मल नपुगेको ठाउँ चाहिँ त्यो अलि सुक्खा सुक्खा, त्यो पनि पहिलो पहिलो त्यस्तो हुन्छ। अब गोबर मल राम्रो प्रयोग गरेपछि राम्रो आफैलाई हुन्छ, आफैलाई राम्रो हुन्छ, स्वास्थ्य राम्रो हुन्छ। आफैले प्रयोग गर्नुपर्छ। अब तपाईहरू पनि त्यस्तै राम्रै गर्नु, गोबर मल प्रयोग गर्नु। मैले पनि त्यही गर्दै गरेको छु।